सबैजनालाई फेरि पनि नमस्ते। अब आजदेखि हाम्रो होलिडे चाहिँ सुरु भएको छ। हामी चाहिँ घुम्न जाँदैछौँ। समुद्र पारी जाऊं कि त्यो समुद्र पारी जाऊं हो तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो निलो अब जाने भए जाऊं ए माया अब धेरै नसताऊ हो तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो निलो। हामीले डडलटोरको यात्रा चाहिँ अब सकिसकेका छौँ र त्यसै गरी आज हामी नयाँ ठाउँमा जाँदैछौँ। अब निडल्स भन्ने ठाउँमा जाँदैछौँ हामी। त्यहाँ चाहिँ घुम्नको लागि जस राम्रो ठाउँ छ भनेर जाँदैछौँ। त्यसको लागि चाहिँ यहाँ जहाज चढ्नुपर्ने हुन्छ जसलाई चाहिँ फेरि भनिँदो रहेछ। त्यसै गरी हामी अहिले यहाँ क्युमा छौँ। अहिले टाइम हुन लागेको छ। अब क्युमा छौँ होइन। अब यो हाम्रो क्यु सकेपछि हामी जानेछौँ र हामी जस इन्जोय गर्नेछौँ भन्ने आशा छ। अब हेरौँ कस्तो हुन्छ नयाँ अनुभव हाम्रो। यो चाहिँ फर्स्ट टाइम हो। चाहिँ गाडीसँगै मान्छे पनि आउन मिल्ने रहेछ यो ठाउँमा चाहिँ। अनि यो चाहिँ ठुलो एकदम ठुलो जहाज छ। हामी चाहिँ अहिले गाडीभित्रै लिएर राखेको छौँ। यसरी यात्रा गर्दैछौँ अहिले। Until I can see you, until you're around, your laughter, your smile, your gentle sighs. त्यसै गरी अहिले चाहिँ हामी साँझको खाना खान लागिरहेको छौँ। जमरेले चाहिँ बिरयानी पस्किँदैछ नि। जस सेन्ट त मिठो आइरहेको छ कि कसो? सेन्ट चाहिँ मिठो आइरहेको छ। अहिले हामीसँग चाहिँ यहाँ भन्यो भने बिरयानी छ, बिरयानी अनि त्यसै गरी नान छ, पनिर मटर पनि छ हामीसँग है। पनिर मटर यसरी छ। अहिले चाहिँ हामी यहाँ जे होस् इन्डियन रेस्टुरेन्ट भेट्यो। त्यो भएकोले गर्दाखेरि हामी चाहिँ इन्डियन रेस्टुरेन्टमा खाना गइरहेको छौँ। र भोलि बिहानदेखि चाहिँ हामी घुम्नेछौँ यो ठाउँमा भन्ने चाहिँ प्लान छ हाम्रो। यो ठाउँमा चाहिँ पुरानो घर भएको यानि कि पुरानो घर भएको बस्तीमा आइपुगेको छौँ भने एज यु क्यान सी तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ खरको छाना हो। तर खरको छानाले कस्तो मजाले मिलाएर राखेको खरको जस्तै चाहिँ छ। तर अब यो घर नै चाहिँ भन्न सकिनँ। जे होस् तर यो टाइपको चाहिँ घर हो क्यान सी।
पूछे तू है कहाँ, तू है फूलों में कलियों में या मेरे ख्वाबों की गली। उड़ता ही फिरूं इन हवाओं में कहीं या मैं झूल जाऊं इन घटाओं में कहीं। एक कर दूं आसमां और ज़मीन, कहो यारो क्या करूं क्या नहीं। पहला नशा पहला खुमार। अलरेडी सक्यो। अब आज हामी घर जाँदैछौँ। अब घर जाने बेला चाहिँ जे होस् हामी बसेको होटलबाट चाहिँ राम्रो भ्यू पनि देखिन्थ्यो। हामी बसेको होटलबाट चाहिँ नजिकै पछाडि समुद्र नै छ। अनि जस होटल एकदम राम्रो थियो, सर्भिसहरू राम्रो, एकदम ठिक लाग्यो। अब हामी चाहिँ रेडी गर्दैछौँ, सामानहरू गाडीमा हाल्दैछौँ। अब हामी जाँदैछौँ गाइस।